जहाँ हरेक डाँडा र हरेक जङ्गलले एउटा कथा बोकेको हुन्छ। आज हामी पुगेका छौँ देवचुली डाँडा। नवलपुरको आकाश छुने पवित्र पहाड सामुद्रिक सतहदेखि करिब 1934 मिटरको उचाइमा रहेको छ। गुड मर्निङ गाइज, यो माथिको मङ्गलग्रह मङ्गलग्रह है। यो अगाडि देखिएको चाहिँ हल्का चिम्डाउन उहाँ चाहिँ हाम्छ है। यहाँबाट आएको हामी चाहिँ यहाँ तलबाट यो चाहिँ यताको मङ्गलग्रह यस्तो है गाइज बिहानको। अनि हामी चाहिँ यहाँ देवचुली डाँडा चाहिँ यहाँ छ एक्ज्याक्टली। हामी चाहिँ हो यहाँ तलबाट 3 बजे उठेर हिँडेको। यहाँ लगभग 2 घन्टा 2.5 घन्टा चाहिँ लागिसक्यो। अब चाहिँ यो बाटो भनेको यो चाहिँ अब चाहिँ सायद 5:30 बज्न लागेको छ। हामी अब केही समय पछि चाहिँ हामी देवचुली डाँडा पुगिसक्छौँ। बाटो चाहिँ यस्तो हिँड्दै पानी डुब्दै हुनुहुन्छ। बाटो यस्तै यस्तो अलिक हिमाल चाहिँ यहाँ अब बबालदेखि देख यता चाहिँ सनराइज हुँदैछ। यहाँबाट चाहिँ माथि गाईजुर हिँड्दै टावर हो लास्ट। यो लास्ट टावर यो। अब हामी चाहिँ फाइनली पुग्न लागेको छौँ। अब जियोस माथि गएपछि त बबाल हुनेछ। अब यता त कुरै नगरौँ, जियोस झन् रमाइलो भयो। सबैजनाले यतातिर है, यतातिर मतिर होइन यतातिर है। ल सबैजना आउँछ यस्तो 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 गर्नु है। ल सबैजनाले ल सबै आउँछ है। ल ल सबैजनाले ल 1 2 3 हेलो। यो डाँडा प्राकृतिक र सांस्कृतिकको अद्भुत सङ्गम हो। पूर्व पश्चिम राजमार्गको उत्तरतर्फ रहेको यो स्थानसम्म पुग्न पहिले सडक यात्रा गर्नुपर्छ भने करिब 3 घन्टाको पैदल यात्रा गरिसकेपछि पुग्न सकिन्छ। देवचुली डाँडा प्राकृतिक सुन्दरताको मात्र होइन, यो आस्था र संस्कृतिको केन्द्र पनि हो। शताब्दीदेखि यस ठाउँमा मगर समुदाय र थारू समुदायको मानिसहरूले यस स्थानमा पवित्र स्थानको रूपमा मान्दै आएका छन्। आजकल यस ठाउँमा पर्यटकको सङ्ख्या बढ्दै गएको छ भने सुरक्षाको लागि सिडी तथा रेलिङ र
बाटोहरू पनि क्रमशः निर्माण भइरहेका छन्। बालवाला भ्यू चाहिँ अलि ढिलो आइएछ एउटा त, अनि अर्को चाहिँ आज भने जस्तो त भ्यू भएन। अब अर्को नेक्स्ट टाइम भयो भने चाहिँ फेरि के भन्ने नि पहिला त्यो अघि जस्तै भन्ने पहिला यो गढीबाट त्यो घाँटो त्यो मम्मीको बाबा मम्मीको 3 बहिनी छोरीहरू नाचेको अरे त्यो यो त्यहाँ भसेर यहाँ निस्किनु भएको अरे यहाँ उत्पन्न भयो नि यो देउचुली डाँडामा त्यो उत्पन्न भएर बल्ल यो 3 कन्यामा यो थपना बस्यो त्यो 3 कन्यामा सबैजनाले संसारले यो मान्यो नि। त्यो मानेर अहिले यस्तो भएको हो भनेर मैले त्यो पहिला त अझै त्यो वनहरू आउँथ्यो अरे, त्यो वनहरू त्यो धुडुधाँडे यसो गर्न बस्थ्यो अरे, त्यो वनहरू सबै नयाँ गरेर एक दिन भाग्न लाग्यो अरे। त्यो माईहरूको 3 कन्या माईहरूको पन्यौ त्यो सुनको पन्यौ तोडेर आयो अरे। आज चाहिँ त्यो झर्दाखेरि त्यो बाटो पाएन अरे, त्यो तिनीहरूले त्यो माईहरूले बाटो अलमल गऱ्यो अरे। त्यही भएर उता पाउडर भन्छ तल तलखेरि त्यो तिनीहरू त्यहाँ बस्दाखेरि त्यही भएर पाहुना ओडार भनेको अरे त्यहाँ। त्यही भएर त्यही नाम बस्यो त्यो ओडारको त्यो। अनि फेरि त्यो पछि त्यो पन्यौ छोड्न गयो अरे, त्यो पन्यौ छोड्न गएर छोडेर आउँदा बल्लै तिनीहरू बाटो देखाएर के त्यस्तो कहानी इतिहास भनेको मैले पनि पछि सुनेको हो। म त पछिको मान्छे हो, त्यो मैले त्यस्तो भनेको अरे। त्यो म पनि उता तल अर्कालको मान्छे हो, म यहाँ बिहा भएको हो। त्यो अरूले भनेको मैले चाहिँ अलि सुनेको के अलि त्यस्तो इतिहास त्यो मैले भनेको हो कि। मैले अरू पूजा गर्न आउँछ चैतको वर्षमा भिड हुन्छ त्यतिखेर त्यो थारू मगर पर त्यो पूजा गर्ने आउने नै त्यो थारूहरू हो, मगर भन थारूहरू हो। त्यही भएर वनहरूलाई त्यो पहिलाको झन् पस्न दिन्न अरे भनेर सुन्थ्यो के, मैले पनि सुनेको पछि चैत पूर्णिमाको दिनमा चाहिँ घैँचो हुन्छ। हाम्रो थारू मगरको चाहिँ बेसी चाहिँ हाँस ल्याउँछ,
भेडा ल्याउँछ पूजा गर्नको लागि चाहिँ यो देउचेलीलाई चाहिँ बेसी माया गर्छ जम्मै पूजा गर्न आउँछ चैतको वर्षमा एकपालि है फेरि अब चैत पूर्णिमा आउँछ पूजा गरेर चाहिँ जम्मै रमाइलो गरेर फर्किन्छ आफ्नो आफ्नो कोही चाहिँ खोलाको बाटो झार्छ कोही चाहिँ यताको बाटो आउँछ पूजा गरेर आउने पनि कोही पूजा गर्न आउने पनि देउसत खोला चाहिँ खोलाको बिचबाट आउँछ कोही यताको पोखरी बाटो आउँछ त्यस्तो गर्छ त्यस्तो उता पानी बोकेर चोखो पानी देउसत खोलाको पानी इँदारको पानी बोकेर आउँछ त्यो पूजा गर्नको लागि त्यो अनि यो चाहिँ त्यो अनि यो चाहिँ चोखो अनि बाँस घोटेर चोखो चाहिँ आगो चाहिँ उगरेर निकालेर चाहिँ यहाँ धुप धुवार गर्छ पहिलादेखि आजभोलि त त्यस्तो मतलब छैन आज त्यो त अब कोही सलाइले पनि उ गर्छ पहिला चाहिँ घोटेर चाहिँ त्यो बाँसको दुईटाको घोटेर त्यो आगो निकाल्ने त्यहाँबाट बल्लै सल्काउने आगो त्यसो गरेर चाहिँ धुपबत्ती दिन्थ्यो दाँडेलो लगाउने त्यो चोखो आगो निकालेर त्यो चैत पूर्णिमाको दिनमा अनि जताभाती चाहिँ अरू चाहिँ दाँडेलो पनि लगाउँथेन त्यो पुजारी आएर बल्लै त्यो चोखो आगो चाहिँ अनि निकालेर चाहिँ बल्लै दाँडेलो लगाउँथ्यो हो अनि अहिले त अब मतलबै छैन जसले भयो भने दाँडेलो लगाउँछ त्यो रीतिथिति पहिलाको रीतिथिति अहिले चाहिँ अलिकता अरू मान्छे आउँदा चाहिँ त्यो जसले भयो भने लगाउँछ तर वर्ष चैत पूर्णिमा पनि बल्लै दाँडेलो लगाउने हो त्यो पूजा गर्ने दिनमा मेरो कुरा यति नै हो नमस्ते मेरो नाम इन्दिरा चितौरे बराल म चाहिँ फोर सिजन होटलबाट यदि हजुरहरू देउचेली आउँदै हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ यहाँ तल राखिरहेको नम्बरमा तपाईँहरूले पहिले 2-3 दिन अगाडि नै कन्ट्याक्ट गरेर आउन सक्नुहुन्छ अब कन्ट्याक्ट नगरिकन आउँदाखेरि बस्नको लागि समस्या हुनसक्छ हामी कहाँ नै उत्पादन गरेको लोकल कुखुराहरू खान पाइन्छ चिसोहरू चाउचाउहरू लिएर आउनु पर्दैन यहीँ पाइन्छ एक्चुअली आउँदै हुनुहुन्छ भने हिमालहरू सनराइजहरू हेर्न सक्नुहुन्छ अनि यहीँ के बारबिक्यू गरेर क्याम्प फायर गर्न सक्नुहुन्छ